तपाईं शुक्रबार बाहेक सातामा 6 दिन सुन्दै आउनु भएको छ 7:30 बजेबाट करिब 8 बजेसम्म र यस कार्यक्रममा हामी विभिन्न विषयमा विभिन्न व्यक्तित्वहरूसँग हामी कुराकानी गर्छौं। यस क्रममा आज हाम्रो स्टुडियोमा प्रत्यक्ष रूपमा उपस्थित हुनुहुन्छ प्रहलाद लामिछाने। पक्कै पनि तपाईले उहाँको नाम सुनेकै हुनुपर्छ। उहाँ नेकपा माओवादीका युवा नेता हुनुहुन्छ। उहाँ पूर्व सभासद पनि हुनुहुन्थ्यो क्षेत्र नम्बर 3 बाट मकवानपुर जिल्लाबाट उहाँ विजयी हुनुभएको थियो यसभन्दा अघिको संविधान सभाको चुनावमा। सर्वप्रथम कार्यक्रम चर्चा परिचर्चामा उहाँलाई हामी स्वागत गर्छौं। प्राविधिक साथी अनन्त ढकालसँगै म देवराज पन्त। स्वागत छ तपाईलाई। हजुर धन्यवाद। आराम हुनुहुन्छ? हजुर आराम। अहिले एकदम जल्दो बल्दो एउटा कुरा आएको छ नि, 16 गते पछि चाहिँ ठूलै हंगामा हुन्छ, आन्दोलनले कुनै एउटा निष्कर्षमा पुर्याउँछ भन्ने तपाईको अध्यक्षको भनाइ थियो। हजुर कहाँ पुग्यो निष्कर्ष तपाईको? त्यति धेरै हंगामाको कुरा त होइन। हामीले यो पहिलो चरणको आन्दोलन अस्ति 16 गते समापन गर्यौं। खास गरी यो पहिलो चरणको आन्दोलन खबरदारी र भण्डाफोर अभियानको नाममा हामीले सञ्चालन गर्यौं र 16 गतेको जनप्रदर्शनलाई हामीले अन्तिम दिन मानेर हामी एक चरणको कार्यक्रम सम्पन्न गर्यौं र 16 गतेसम्म आइपुग्दा अब सबैको प्रतीक्षाको त्यो दिन थियो। हामीले पनि अलिकति शक्ति प्रदर्शन गर्ने भनेर भन्यौं र हामीले सोचे अनुरूप नै अब जनताहरूको सहभागिता भयो। त्यहाँ काठमाडौँको खुल्ला मञ्चमा एकाथरी मान्छेहरूले भन्ने गरिरहेका थिए माओवादीको जनाधार छैन, खस्किएको छ, जनसमर्थन छैन, आन्दोलनप्रति समर्थन हुँदैन, ऐक्यबद्धता कसैको रहँदैन, 30 दलीय मोर्चा प्रतिको विश्वास जनतामा छैन भन्ने एक ढंगको गलत प्रचार भइरहेको सन्दर्भमा 16 गतेको शक्ति प्रदर्शन हाम्रो लागि पनि एउटा चुनौतीको रूपमा थियो र हामीले तयारी गर्यौं, आह्वान गर्यौं, जनताहरूको उपस्थिति राम्रै भयो र यसले चाहिँ जसले हिजो माओवादी र 30 दलीय मोर्चा प्रतिको नकारात्मक टिप्पणी गरिरहेका थिए, विशेष गरी जनसमर्थनको विषयलाई लिएर, यसले के पुष्टि गर्यो भने जनता अझै पनि माओवादी, उसको मोर्चा, उसले बोकेको एजेन्डाको पक्षमा छ। त्यसकारणले गर्दा त्यो मोर्चालाई पनि साथमै लिएर संविधान निर्माण गर्नुपर्छ, त्यसको लागि वार्ताको वातावरण बनाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ यो सबैलाई गहिरो गरी अनुभूति भयो र विशेष गरी सत्ताधारी दलहरूलाई पनि 16 गतेको शक्ति प्रदर्शन त्यो एउटा शान्तिपूर्ण प्रदर्शन मात्रै नै हो। त्यसले चाहिँ अब अलिकति रियलाइजेसन विपक्षी मोर्चाको पनि कुरालाई समेटेर सम्बोधन गर्दै संविधान निर्माणमा अगाडि बढ्नुपर्छ भन्ने भयो कि भन्ने हामीलाई लागेको छ। यद्यपि त्यो वातावरण अझै बनिसकेको चाहिँ छैन। अनि यो सत्ता पक्ष जो नेकपा एमाले नेपाली कांग्रेस जो सत्तामा हुनुहुन्छ, उहाँहरूले चाहिँ के आरोप लगाउनुहुन्छ भने संविधान बनाउन छोडेर चाहिँ यो 30 दलीय मोर्चा चाहिँ यो आन्दोलन गरिरहेछ, उनीहरू चाहिँ संविधान बनाउन त्यति इच्छुक छैनन् भन्ने पनि त उहाँहरूको आरोप छ नि त तपाईहरुलाई? होइन, त्यो कुरा सत्य कुरा होइन। वास्तवमा हामी नै हो संविधान सभाको माग गर्ने, हामी नै हो यो अहिलेका जति पनि आन्दोलनहरू के अरे यो आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू छन् त्यसको लागि अलि धेरै लड्ने, अलि पसिना मात्रै बगाएनौं, रगतै बगाएनौं नि हामीले। 10,000 को बलिदानी यही संविधान सभाको माग गर्दा गर्दै भएको छ, यही गणतन्त्रको लागि माग गर्दा गर्दै भएको छ। त्यसकारणले अलि संविधान सभा भन्दा अरू उपायद्वारा बनेको संविधान लोकतान्त्रिक हुँदैन। सबैभन्दा सर्वोत्तम विधि नै संविधान सभाद्वारा संविधान निर्माण गर्नु हो भनेर हामीले त्यो मान्यता पाल्यौं र बिस्तारै सुरुमा हामीले त्यो कुरा उठान गर्दा विरोध गर्ने दलहरू पनि बिस्तारै यो मान्यतामा आए र संविधान सभा भयो। भलै त्यो एकपटकको असफल भयो, अर्कोपटक फेरि कोसिस भइरहेको छ। तर हामीले पहिले भनेका छैनौं संविधान सभा भन्दा बाहिरबाट संविधान निर्माण हुनुपर्छ, हामीले त्यसो भनेका छैनौं। र यसको अर्थ के हो भने हामी यही संविधान सभाबाट छिटोभन्दा छिटो संविधान जारी गर्ने पक्षमा छौं र जहाँसम्म हामी चाहिँ अवरोध पुर्याउने, संविधान बन्न नदिने भनिरहेका छन्। आन्दोलन गर्दाखेरि त्यस्तो अर्थमा कसैले सतै रूपमा बुझेको हुन सक्छ, तर त्यो आन्दोलन पनि संविधान निर्माणकै लागि दबाव स्वरूप हो र संविधान एकठान संविधान मात्रै चाहिँ जनताले चाहेको पनि होइन। हिजोको आन्दोलनकोले उठान गरेका विषयवस्तुहरू, हिजोदेखि बहिष्करणमा पारिएका जाति वर्ग लिङ्ग क्षेत्र जे जति छन् तिनीहरूको अधिकार सुनिश्चित गर्ने कुरा हो विशेष गरी संविधान भनेको। र त्यो कुरामा चाहिँ कतै पनि सम्झौता नहोस् अथवा जनतालाई अधिकार दिने सवालमा चाहिँ
कन्जुस्याई नहोस् भनेर दबाव स्वरूप आन्दोलन गरेका छौं र एक ठाउँ संविधान होइन कि त्यो अधिकार सहितको संविधानको कुरा हामीले गर्दाखेरि यदाकदा त्यो भ्रम पर्न सक्छ। तर अझै पनि हामी संविधान सभाबाटै संविधान निर्माणको पक्षमा अझ छिटो भन्दा छिटो बनाउनु पर्छ भन्ने पक्षमा र त्यसको लागि दबाव स्वरूप पनि यो आन्दोलन हो। होइन, यो सत्तापक्षको एउटा भनाइ पनि के छ भने 100% सहमति त हुँदैन, यो किन यो बेकारको यो अडान हो भन्ने पनि त उहाँहरूको छ नि त कुरा। अहिले यो कतिले विशेष सत्ताधारी दलहरूले भन्ने संसारमा कहीँ पनि यो 100% सहमति हुँदैन भन्ने कुरा र हामीले भन्ने गरेका छौं संसारमा कुनै पनि संविधान सभाबाट यो बहुमत अल्पमत गरेर संविधान बनाएको पनि छैन। यो दुईटै कुरा आंशिक सत्य हो। अब 100% सहमति हुँदैन भन्ने कुरा पनि सत्य हो। हामीले निरपेक्ष सहमतिको कुरा गरेका पनि छैनौं, 100% सहमतिको कुरा गरेका पनि होइनौं। हामीले कमसे कम हिजोको आन्दोलनरत दलहरूको जसले अहिलेको परिवर्तनका लागि सम्भावकको भूमिका खेले, माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस, मधेसवादी मोर्चाहरू पछि, मधेसवादी दलहरू पछि थपिए, यी सबैको प्रयास स्वरूप यो अहिलेको उपलब्धि भयो। अहिलेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष जति पनि उपलब्धि भएका छन् त्यो हामी सबैको साझा प्रयत्नबाट, साझा आन्दोलनबाट भएको हो। 10 वर्षको जनयुद्धमा त्यसको भूमिका छ, मधेस आन्दोलनले पनि त्यसको भूमिका निर्वाह गर्यो, त्यसपछि भएका आदिवासी जनजाति आन्दोलन, यी सबै आन्दोलन जनयुद्ध ले व्यक्त गरेको 62-63 आन्दोलन त निर्णायक भयो। हामी सबै मिलेरै लडेका छौं परिवर्तनका लागि, यही अहिलेको परिवर्तनका लागि भने हामी शक्तिको जो छौं हामी चाहिँ विभाजित हुनु हुँदैन र संविधान सभामा विपक्षी हुँदैन भन्ने मान्यता छ। प्रतिपक्ष र पक्ष अथवा सत्ताधारी र विपक्षी भन्ने कमसे कम संविधान सभामा हुँदैन। तर यहाँ चाहिँ त्यस्तो पार्न खोजिँदैछ विपक्षी मोर्चा, स्थलीय मोर्चा, माओवादी, मधेसवादी भन्ने र त्यसलाई चाहिँ ती मोर्चाका ती दलहरूको आवाजलाई चाहिँ कुण्ठित गर्ने, निषेध गर्ने प्रयत्नहरू भइरहेका छन्। त्यसरी विचारलाई, एजेन्डालाई टाउका गिन्तीका हिसाबले गणितीय आधारमा नहेरौं। हामीले पनि भनेका छौं 100% सहमति हुँदैन भने नहोस्, हुँदैन। निरपेक्ष सहमतिको कुरा गरेका पनि होइनछौं, तर हामी सँगै लड्ने, यही उपलब्धिको लागि सँगै लड्ने अनि त्यो संस्थागत गर्ने बेलामा चाहिँ सबै हामी 401 पुगेपछि 2 केही पुग्छ 601 मा बाँकीको के भूमिका भनेर हामीलाई निषेध गर्न खोजियो भने हाम्रो भूमिका के त? हामी मधेसवादी, माओवादी, आदिवासी जनजाति अरू दलहरू को भूमिका के त संविधान निर्माणमा? हामी ठुलो हेरेर बस्ने, सबै कांग्रेस एमाले 2 केही पुर्याउने, उनीहरूले जारी गर्ने, उनीहरूकै सबै लागू हुने, घोषणा पत्र लागू हुने, 7 बुँदे लागू हुने, अनि अरू हामी जो छौं पार्टीहरू हाम्रा केही कुरा पनि लागू नहुने भन्ने कुरामा चाहिँ हामी अलिक सिरियस भएका हौं। र कमसे कम विपक्षी नै भन्ने हो भने हिजोको आन्दोलन गर्दै गर्दा सत्तामा रहेको भनेको राजतन्त्र थियो, राजतन्त्रका विरुद्धमा हामीले निर्णायक संघर्ष गर्यौं। राजतन्त्र हो नि हाम्रो विरोधी, त्यसलाई त ढालियो, राजतन्त्र पनि गयो, राजा पनि गए। अब त्यसको त्यो राजतन्त्रको अथवा राजाको प्रतिनिधित्व गर्दै कुनै पार्टी अब राप्रपा नेपालले प्रतिनिधित्व गर्छ भनौं, उसले त्यो कुरा कतिको स्वीकार्छ पछिल्लो समयमा त त्यसकारण राजतन्त्र राख्ने अथवा फाल्ने विषयमा पनि के एउटा कतातिर चाहिँ सहमति भएको थियो भने त कुरा आछ के हो त्यो कुरो ठिकै छ। र त्यसकारण विपक्षी नै कसैलाई मान्ने हो भने त त्यो राजतन्त्र अथवा राजतन्त्र चाहने शक्तिलाई मान्नु पर्यो भन्दा यति बेलाको लागि राप्रपा नेपाल हुने भयो नि त संविधान निर्माणमा उसको कुरा के अरे विपक्षी हुने भयो। बाँकी त हामी एउटै पक्षका हौं अनि हामीलाई किन विपक्षी बनाइदैछ संविधान सभामा भन्ने हाम्रो कुरो। र अब राजतन्त्रले हारेको हो हिजोको लडाईँमा, 62-63 को लडाईँमा, आन्दोलनमा जनताले हराएको हो नि राजतन्त्रलाई। आन्दोलनकै उद्घोषका कारणले गर्दा त्यो संविधान सभाले निर्णय गरे त राजतन्त्र फालेर गणतन्त्रको घोषणा देश बन्द गर्दै गरे त त्यो औपचारिकता पूरा गरे मात्रै हो। वास्तवमा सडकले नै फाले हो, त्यसलाई चाहिँ कानूनी संवैधानिक रूप दिने पर्थ्यो, दिइयो, तर सडकले हो नि त्यो जनादेश व्यक्त गरेको राजतन्त्र फाल्ने। त्यसकारणले गर्दा अब विपक्षी भन्ने त को छ त? हामी त आयौं नि त संविधान निर्माणमा आयौं, सबैको साझा एजेन्डा छ, अब हामी किन जुन्ने भन्ने कुरा हो। त्यसकारणले गर्दा अब अहिले भित्र सहमति के भएको थियो होइन, राजासँग भएको थियो, कोसँग भयो हामीलाई, हामी साथी पनि छैनौं, हामीसँग सहमति भएको पनि होइन, सायद त्यो पूर्व राजाले त्यो कुरा भन्न पनि सक्दैनन् माओवादीसँग पनि भनेर कसले के सहमति गरेका छन् लागू गर्लान् गरून्, उनले वचन दिए भए उनले पूरा गरून्। तर नेपाली जनताले त्यो वचनलाई स्वीकार्नेवाला छैन। कुनै दल, कुनै अमुक नेताले राजालाई तिम्रो तन्त्र अझै जोगाउनको लागि हामी भूमिका खेल्छौं भनेर कुनै नेताले भन्या रहेछ। यद्यपि अहिलेसम्म मैले भने, मेरो पार्टीले भने भनेर कसैले दाबी गरेका छैन।
त्यसो रहेछ भने पनि त्यो आफै इतिहासको कालखण्डमा विलिन भएर जाने हो राजतन्त्र सँगसँगै कसैले हिम्मत गर्दैन र अब त्यो राजतन्त्र फर्केर आउने अथवा कसैले हिजो सम्झौता गरेर रहेछ भने पनि जनताले स्वीकार्नु पर्यो स्वीकार्दैन त्यसमा त डरै छैन यो तपाईहरु चाहिँ सहमतिबाट चाहिँ संविधान जारी गर्यो भने त्यसले केही समयपछि विरोध आउँदैन सबैजनाको सहमति हुन्छ र यो टिकाउ हुन्छ भने तपाईहरुको भनाइ ठीक हैन तर यो सत्तामा जो हुनुहुन्छ उहाँहरु चाहिँ यो सहमति भए हुन्छ सकेसम्म सहमति गरौँ नभए चाहिँ यो प्रक्रियागत रूपमा चाहिँ हामी संविधान चाहिँ अगाडि बढाउँछौँ संविधान निकाल्छौँ संविधान जारी गर्छौँ भन्नुहुन्छ उहाँहरु पनि अन्तरिम संविधान अनुसार हुनुहुन्छ होला नि हैन यो दुनियाँले नबुझेको कुरो के भने यो प्रक्रिया र सहमति एकअर्काको विरोधी होइनन् सहमति भने चाहिँ अनडेमोक्रेटिक कुरा गर्यो अथवा अलोकतान्त्रिक कुरा गर्यो प्रक्रिया भने चाहिँ लोकतान्त्रिक विधि मान्यता हो अनि सहमति चाहिँ त्यसको ठ्याक्क विपरीत हो तानाशाही प्रवृत्ति हो भन्ने अर्थमा जो भ्रम सिर्जना गरिन्छ साँचो कुरो त्यो होइन सहमति त झन् लोकतन्त्रको उच्चतम अभ्यास पनि हो र अब सहमति 100% सहमति हुँदैन त्यो कुरा हामी स्वीकार्छौँ निरपेक्ष सहमतिको कुरा पनि हामीले गरेका छैनौँ कमसे कम हामी हिजो सँगै लडेका शक्तिहरू चाहिँ मिलेरै संविधान जारी गरौँ ताकि संविधान घोषणा गरेको दिनमा दीपावली बल्नुपर्ने ठाउँमा नरबलीको चाहिँ अवस्था सिर्जना नहोस् मान्छे काटिने रगतको खोलो बग्ने संविधान जलाउने स्थिति नआओस् अहिले माओवादी एक ढंगले त्यो अहिलेको संरचना के भन्छ यो सत्ता समीकरणमा अथवा पछिल्लो संविधान सभामा उसको भूमिका न्यून रह्यो अथवा उसको साइज घट्यो भन्दैमा उसका एजेन्डाहरू त हराउँदैनन् नि बिनाउँदैनन् नि माओवादी सानै आकारले संविधान सभाको माग गर्दाखेरि आज मुलुक संविधान सभामा अगाडि बढिरहेको छ भने एजेन्डाहरूलाई सम्बोधन गर्ने कोसिस गरौँ सबै मिलेर यो समावेशिताका कुरा समानुपातिक प्रणालीका कुरा सबैका अधिकार सुनिश्चित गर्ने कुरा गरौँ माओवादीका कुरा सुन्नुपर्छ भने होइन जनताका कुरा चाहिँ सुनिदिउँ भन्ने कुराहरू हुन् र यदि त्यसो गरिएन भने त माओवादी पनि विरोधी हुने उसले अस्वीकार गर्ने मधेसवादीले पनि विरोध गर्ने संविधान चलाउने बनेकै दिनमा अनि वैद्य नेतृत्वको माओवादी 33 दलीय मोर्चा पहिलेदेखि संविधान सभामै भाग नलिएर बाहिरै छ अरू थुप्रै दलहरू छन् आदिवासी रिसाउने अनि सबैलाई रिसाउने पारेर कांग्रेस एमाले मात्रै जारी गरेको संविधान के यो मुलुकमा लागू हुन सक्छ र प्रक्रियाबाट गयो भने प्राविधिक हिसाबले संविधान त आउला हैन संविधान त मुलुकमा बन्छ तर देश बन्छ कि बन्दैन भन्ने कुरा हो देश चाहिँ बन्दैन ठूलो द्वन्द्वको सूत्रपात त्यही दिनबाट हुन्छ भन्ने कुरा हो र यो बहुमत अल्पमत भन्ने कुरा 2/3 को घमण्ड अलिकति दम्भ जस्तो नि देख्छौँ दम्भले कसैलाई पनि फाइदा गर्दैन हिजो हामी पनि जितेर जाँदा अलिकति दम्भ घमण्ड माओवादीले प्रदर्शन गर्यो भन्ने आरोप छ त्यसमा आंशिक सत्यता छ त्यो कुरो म स्वीकार्छु अब भारतको पछिल्लो दिल्लीको चुनावले पनि दम्भ घमण्ड अहंकारलाई चाहिँ जनताले स्वीकार्दैनन् भन्ने एउटा भर्खर जन्मेको पार्टीको विजयले पनि देखाउँछ नि त्यसैले यहाँ ठूला बाजी भन्ने कांग्रेस एमाले पनि त्यस्तो दम्भ नगर्दा राम्रो हुन्छ र अहिले पनि भोट गन्तीकै कुरा गर्ने हो भने त मुलुकभरिको सम्पूर्ण भोटको 47% भोट कांग्रेस एमालेको यो 2/3 बहुमतवाला पार्टीले पाएको छ अनि 53% भोट चाहिँ यो 19 दलीय मोर्चा जो संविधान सभामा विपक्षी भनेर चिनिएको छ माओवादी नेतृत्वमा त्यसले पाएको छ 47% भोट उसको 53% भोट यो माओवादी नेतृत्वको मोर्चाको छ नि तर अब त्यो निर्वाचन प्रणालीका कारणले गर्दा 2/3 टाउका सभासदहरू 601 जनाको 2/3 टाउका चाहिँ त हो नै फेरि त्यसलाई हामी मान्छौँ किनकि अब विधि विधान नै त्यसै बनायो त्यसलाई अस्वीकार गर्नुपर्छ भन्ने होइन तर एउटा फ्याक्ट कुरो त त्यो पनि हो मतै छैन जनताले चाहिँ पुरै खारेजै गरे हुन् कुनै जनताको समर्थन छैन अथवा माओवादी त्यसको मोर्चालाई भोटै हालेनन् हिजो कसैले भन्ने त होइन नि 53% जनताले भोट हाले हो नि अब यो फर्स्ट पास्ट र पोस्ट भन्ने प्रत्यक्ष निर्वाचन गर्ने प्रणालीमा कतिपय तराईको एउटा जिल्लामा त भन्नुहुन्छ भने 9% मत ल्याएर जित्यो एउटा सभासदले 91% ल्याउनेहरू हारेका छन् नि जबकि 10% भन्दा कम भोट ल्याउनेहरूको त जमानत जफत हुन्छ विधि त्यो हो नियम त्यो हो तैपनि अब कसैले ल्याएन भने सबभन्दा धेरै ल्याउने जित्ने भन्ने त फेरि त्यो नियमै हो तर 9% ल्याउनेले जित्ने अनि 91%ले हार्ने पनि त छ त्यसैले यो निर्वाचन प्रणालीका कुराहरू आफ्नो ठाउँमा छन् अनि अलिक बढी घमण्ड चाहिँ 2/3 भनेर नगर्दा बेस भन्छु म र विशेष गरी एजेन्डाका कुरामा चाहिँ सम्बोधन गरियोस् हामी सबै मिलेर अगाडि बढौँ भन्ने मात्रै हाम्रो कुरा हो तपाईहरु चाहिँ यो सत्ता पक्षलाई बहुमतीय रूपमा चाहिँ पेरेर लान लाग्यो भनेर तपाईहरु आरोप लगाउनुहुन्छ अनि फेरि सत्ता पक्ष चाहिँ यो सहमतिको नाममा संविधान बनाउन नचाहेको भन्दा फेरि उता आरोप लाग्छ बीचमा पिल्सिनी भनौँ चेपोमा पर्ने चाहिँ नेपाली जनता त भन्ने होइन वास्तवमा त्यो आन्दोलनले पनि पुर्याउने चाहिँ वार्ताकै टेक्नु हो हामीले हिजो जो आन्दोलन गर्यौं शान्तिपूर्ण तवरले 1 महिनासम्म 1.5 महिना हामीले आन्दोलन गर्यौं भण्डाफोर र खबरदारी भन्ने नामबाट
16 गते त्यसको समापन भयो। अब वार्तामा बसौँ न। अब फेरि अर्को आन्दोलनको घोषणा गर्ने भन्दैछ विपक्षी मोर्चाले, तर्साउन खोज्यो आन्दोलन भन्छ। अब सत्ताधारीले प्रक्रियाको कुरा गरेर तर्साउने विपक्षीलाई, अनि विपक्षी मोर्चाले चाहिँ आन्दोलनको कुरा गरेर सत्ताधारीलाई तर्साउनु। एकले अर्कोलाई किन तर्साउनु? सबैले सबैको हैसियत बुझेका छन्। र अनि कतिपय सन्दर्भमा चाहिँ अब आन्दोलन उठ्दैन, यिनीहरूको जनाधार खस्कियो, कमजोर छन् भनेर नपेलौं। एजेन्डा सही छ, मुद्दाहरू सही छ, सम्बोधन कुनै न कुनै दिन कुनै न कुनै रूपले सम्बोधन गर्नै पर्नेछन् भने आजै कुरा सुनौ न। हिजो शेरबहादुर देउवा सरकारको पालामा 42 सूत्रे माग माओवादीले राख्दाखेरि कमसेकम वार्तामा आऊ नि त, तिम्रो कुरा केही पूरा गर्छौं। 42वटा मुद्दा पूरा गर्न नसके 2-5वटा पूरा गरौँला भनेर कमसेकम वार्तामा बोलाउने सम्मको कुरा धैर्यता गर्दै भए पनि त्यो जनयुद्धै हुँदैन थियो हैन। 58 सालमा हामी वार्तामा आयौं, माओवादी पार्टी वार्तामा आयो, संविधान सभाको माग गरे न हो, अरू के पनि थिएन। अन्तरिम सरकार, संविधान सभा, गोलबेज सम्मेलनका कुरा थिए। त्यति माग गर्दा संविधान सभा दिया भए त 58 भन्दा पछि हो नि धेरै मान्छे मरेका, झन्डै 10,000 मान्छे त 58 साल संकटकाल सुरु भएपछि मरेका छन्। त्यो संविधान सभा 58 सालमै मान्दै भयो हुन्थ्यो नि त कांग्रेस एमालेले। आज त मान्न बाध्य भयो हैन, भने मर्नु पर्दैन थियो नि। फेरि 60 सालमा अर्को वार्तामा आयो माओवादी, अर्को पटक वार्तामा आयो। त्यति बेला त्यही संविधान सभा नै नमानेर कुरो मिलेन, फेरि फर्केर जंगलमा जानु पर्यो, युद्ध भयो। त्यसकारण एकले अर्कालाई कमजोर ठान्ने, अनि अलिक कमजोर हुँदा हेपिहाल्ने, बलियो हुँदा चाहिँ सुन्ने, आन्दोलन गरे कुरा सुन्ने, आन्दोलन नगरेर वार्ताको टेबलमा अलि लचिलो भएर प्रदर्शन गरे कमजोरी कायरता ठान्ने, यस्तो प्रवृत्ति नेपालको राजनीतिमा छ। त्यो यो अहिलेको पार्टीहरू सत्ताधारीलाई मात्र म गाली गर्दिनँ, सबैलाई त्यो केही थोर बहुत सबैमा त्यो खालको स्थिति देखा पर्यो। त्यसकारण म के भन्न चाहन्छु भने त्यतातर्फ नजाउँ। हामी 1 महिना 1.5 महिना आन्दोलन माओवादीले गर्यो, शान्तिपूर्णले सक्यो। अब जे भने पनि कमजोर थियो, बलियो थियो, कस्तो गर्यो आफ्नो ठाउँमा छ। अब क्रियात्मक आन्दोलन भन्ने जो उसले भन्दैछ 1 गते, चैतको 1 गते घोषणा गर्ने भनेको छ। मलाई त्यो चैतको 1 गते नआओस्। तपाईले के यो आन्दोलन चाहिँ रोकेर के पर्खर हेरेर स्थिति हुन सक्छ हैन? अब यो 26 गते नै आन्दोलनको घोषणा गर्ने हाम्रो मोर्चाले भन्ने थियो। अब 26 फेरि यो राष्ट्रपति प्रधानमन्त्रीको अनुरोध पनि भयो, पहुँच्न हामी नेताहरू जुट्दै हुनुहुन्छ, को बाहिर कोही केही। त्यसैले गर्दा अलिकति 1-2 दिनको लागि अधैर्य नबन्नुहोस् भनेपछि नमान्ने कुरो पनि भएन। र अब चैत 1 गते भित्रै कमसेकम वार्ताको सुरुवात होस्, टेबलमा बसौँ। विन विन सिचुएसन पटक पटक भन्नुभएको छ प्रधानमन्त्रीज्यूले हैन, के गर्दा विन विन हुने हो। माओवादीले त छोड्नसम्म छोडे नि। तपाईँ भन्नुहुन्छ भने माओवादी हिजोको त्यो स्थितिको माओवादी आज यो स्थितिमा आइपुगेको छ। उसले चाहिँ सेना समायोजन गर्यो हैन, अब हतियार बुझायो, हतियार व्यवस्थापन भयो, सेना समायोजन गर्यो, जनसरकार थियो त्यो विघटन भयो, जनसत्ता थियो त्यो विघटन भयो, जनअदालत थियो त्यो छोड्यो, सरकार प्राप्त भएको थियो त्यो पनि विभिन्न असहयोगहरू भए, त्योबाट हट्नु पर्यो, पार्टी छुट्यो त्यही सेना समायोजनको कारणले। र यो अवस्थासम्म आज उसले छोड्न बाँकी के छ, त्याग्न बाँकी के छ? अब संविधान निर्माणकै कुरामा इस्युमा पनि हामी जातीय राज्यको पक्षमा होइनौँ, हामीलाई अलिक बढी भ्रम प्रचार गरियो हाम्रो यो विषयमा भनेर उसले अहिले चाहिँ स्पष्ट पारिरहेकै छ। उनको माओवादीको कुनै डकुमेन्टमा जातीय राज्य, एकल जातीय राज्य भन्ने छैन। तपाईँ पढ्नु होला, कतै भेट्नुभयो भने मलाई देखाउनु होला, कहीँ छैन। तैपनि त्यो एकरो प्रचारबाजी गरियो कि माओवादी एकल जातीय राज्यको, जबकि यो मुलुक बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो नि। अनि यो मुलुकमा एकल भन्ने सब त्यो पदावली नै बेठीको, त्यो कुरो हामीलाई थाहा छ नि। त्यसैले त्यो भनेकै होइन, बहुपहिचान, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक ठाउँमा सबैको अधिकार सुनिश्चित गर्ने भन्ने कुरा हो होइन। यो कस्तो भने तपाईहरूको यस्तो जातीय राज्य आदि इत्यादिको विषयमा होइन भन्नुहुन्छ। वास्तवमा यो 1, 2, 3 गरेर भन्नुहोस् न, वास्तवमा विवादित कुराहरू चाहिँ के हुन्छ? एउटा चाहिँ अब सबैलाई प्रश्न भइसकेको छ। यो 4-5 वर्षदेखि कुरा हामी यही लफडामा अल्झिरहेका छौँ। अब 80%, 90% काम भइसक्यो, 10%, 20% बाँकी छ भनेर नेताहरूले भन्छन्। त्यो भन्न थाले चाहिँ संविधान सभाको 1 वर्षपछिदेखि हो है, अहिले 5 वर्ष जति भइसक्यो। अब 2-3टा कुरा हो, खास गरिकन राज्य पुनर्संरचनाको एउटा मुद्दा, अर्को शासकीय स्वरूपको अर्को मुद्दा, न्याय प्रणालीको अर्को मुद्दा र निर्वाचन प्रणाली। अब न्याय प्रणाली अब कस्तो भन्ने कुरामा मोटामोटी सहमति भइसकेको छ। संवैधानिक अदालत राख्ने कि नराख्ने, राख्ने भयो भने कति वर्षलाई राख्ने भन्ने कुरामा मोटामोटी त्यसमा सहमति छ। चुनाव प्रणाली कस्तो गर्ने भन्ने कुरामा अब हामीले यो 2 पटक चाहिँ प्र्याक्टिस कस्तो गरियो भने मिश्रित प्रणाली, फर्स्ट पास्ट द पोस्ट प्रत्यक्ष निर्वाचित प्रणालीलाई पनि र समानुपातिक प्रणाली, दुईटैलाई मिश्रित गरेर 60-40 को अवस्थामा हामीले अहिले प्र्याक्टिस गरौँ। त्यसलाई सुधारेर हामी त चाहन्छौँ 100% होस्। माओवादीले पहिलेदेखि नै 100% नै समानुपातिक प्रणाली होस्। त्यसो हुँदाखेरि भोट खेर जान्न
भन्ने हाम्रो भनाइ हो। अब यो कमजोर भएपछि यसो भन्यो, पार्टी सानो भएपछि भनेर आरोप लाग्ला। हामी पार्टी ठुलो हुँदा पनि यही भने हो होइन, पूर्ण समानुपातिकै कुरा गरे हो। र अब मिश्रित प्रणालीमा लगभग सैद्धान्तिक सहमति छ सबै दलमा, कांग्रेस एमाले माओवादी मार्क्सवादी सबैमा। अब कति हुने 60-40 हुने कि 50-50 हुने कि 40-60 हुने कि त्यो कुरो नै मिल्छ। अब नयाँ नै कुरो, अब शासकीय स्वरूपमा पनि इभन माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी होस्, एउटा कुनै संसदीय निर्वाचन क्षेत्रबाट जितेर जाने र त्यो मुलुकभरिको कार्यकारी प्रमुख हुने व्यवस्था भन्दा मुलुकभरिका जनताले भोट हालेर जिताउने कार्यकारी प्रमुख होस्। 1 वर्षका सत्ता परिवर्तन भइरहेका छन्, हेर्नु होला यो पछिल्लो चरण 7 वर्षमा 7 वटा सरकार फेरिए नि। यस्तो स्थिति नआओस्, कमसे कम स्थायित्व, राजनीतिक स्थायित्वको लागि सरकारले काम गर्न पाओस् 5 वर्ष भन्नका लागि चाहिँ त्यो प्रत्यक्ष कार्यकारी हुने प्रणाली ठिक भनेर भन्छौँ। अब त्यो कुरामा कांग्रेस एमाले होइन, पुरानै यो संसदीय प्रणाली ठिक छ। अब सांसद खरिद बिक्री भए पनि पार्टीहरूले नेताहरूले दल बदल गरे पनि कहिले यो पार्टीमा कहिले त्यो पार्टीमा होइन, अब हर्स ट्रेडिङ गर्ने, फ्लोर क्रस गर्ने भन्ने हुन्छ। यो विकृत अभ्यास संसदीय प्रणालीको। त्यही भए पनि हामीलाई त्यही व्यवस्था ठिक छ भन्नुहुन्छ भने पनि हामीले नोट अफ डिसेन्ट अथवा त्यसमा चाहिँ हाम्रो रिजर्भेसन चाहिँ रहने भयो, तर हामीले त्यसलाई संविधान निर्माण प्रक्रियालाई अवरोध चाहिँ गर्दैनौँ भनिसक्यो माओवादीले। र अब अनि त्यसपछिको चाहिँ अब त्यही संघीय संरचनामा कति प्रदेशमा जाने भन्ने कुरामा पनि अब हिजोको आयोगले पनि भनेको थियो होइन, अब संविधान सभाको एउटा समितिले पनि भनेको थियो त्यसैलाई मानेर जाउँ। विभिन्न सम्झौता सहमति भएका छन् त्यसलाई मानौँ, जेएफडीको सहमति भएको छ त्यसलाई मानौँ। 10 प्रदेश 12 प्रदेश धेरै प्रदेश चाहिएको छैन, 6 प्रदेश भए पनि हुन्छ। नाम के राख्ने अहिले राख्न नसके त्यो भोलि प्रदेश सभाले नै राखोस् होइन। यति कुरा चाहिँ म भन्छु, तर त्यति भन्दा पनि सबै कुरा त छोडिसक्यो। अब यति छोड्दा पनि हामीसँग के थियो सबै छोड्दै गयो। लुगा भागा ज्याकेटदेखि लिएर टोपी सबै फुकाइसक्यो। अब लङ्गोटी मात्रै बाँकी छ, अब माओवादी भनौँ न, गन्जी र लङ्गोटी बाँकी छ, त्यो पनि फुकाल भन्ने छ। अनि नाङ्गै बनाइदिने हामीलाई। अनि मैले तपाईँलाई यही रोकेँ, जस्तो तपाईँहरूले चाहिँ यो नामाङ्कनको कुरा चाहिँ प्रदेशलाई नै जिम्मा लगाउँ भन्नुभएको छ। अब त्यो नामाङ्कनका लागि चाहिँ प्रदेशमा फेरि झगडा सुरु भयो नि त। अब त्यस्तो नहोला, केन्द्रमा नमिलेको कुरो तपाईँ त फेरि त्यो आफ्नो त्यो हेडक पन्छाएको जस्तो देखियो नि त। अलिकति त्यस्तो देखिन्छ, तर मलाई के लाग्छ भने यो केन्द्र त्यो प्रदेशमा डाइरेक्ट इलेक्सनद्वारा जनमत संग्रह गर्न पनि सक्छ त्यो प्रदेशले। अनि संसारमा त्यस्तो प्र्याक्टिस भएको देश पनि छ नि त, डाइरेक्ट डेमोक्रेसी भन्छ, स्विजरल्यान्डमा छ। विभिन्न चाहिँ आयो विवादहरू आयो देशभित्र केही भने सिधै त्यो विषयमा जनमत संग्रह गरिदिइहाल्छ, वर्षमा 2-3 पल्ट गरिदिन्छ, विभिन्न कानून बन्दा पनि गरिदिन्छ उसले। अब त्यस्तै त यो देशमा अब खर्चिलो हुन्छ, महँगो हुन्छ, धान्न सक्ने के होला। तर त्यो प्रदेशले त आफ्नो नाम राख्ने भने जटिल विषय बन्यो भने, सहमति जुटेन भने जनमत संग्रह गर्ला। अथवा चाहिँ अब प्रत्येक प्रदेशहरू 35 सदस्यीय संसद रहने, सरकार रहने विभिन्न छ होइन। त्यो संरचनामा अब त्यहाँभित्रको बहुमतले निर्णय गर्ला होइन, त्यहाँभित्र एउटा नियम बनाउलान्, नाम पछि राख्ने। तर अहिले भएर हाम्रो मलाई त्यस्तो लाग्दैन, पछि राख्ने कुरा तपाईँले भने जस्तो पछिलाई अल्झाएर फेरि त्यो बर्डन तल प्रदेशलाई जिम्मा लाउनु चाहिँ हुँदैन। अहिले टुङ्ग्याउन सकिन्छ, नमिल्ने कुरै छैन। र म चाहिँ के भन्छु भने यो काम जस्तो यो नामाङ्कन, सीमाङ्कन, भूगोलको काँडछाँड गर्ने कुरा होइन, अनि साधन स्रोतका कुराहरू, पहिचान र सामर्थ्य दुईटालाई आधार मान्ने भने नि त यो कुराको छिनोफानो गर्ने चाहिँ यो विज्ञहरूले गर्नुपर्छ, एक्सपर्टहरूले गर्नुपर्छ, भूगोलविद होइन, अनि साइकोलोजिस्ट, एन्थ्रोपोलोजिस्टहरूले गर्ने काम हो कि। अब सबै नेताहरूले गर्ने काम त होइन, त्यसलाई आयोग बनोस्, ढिलो भए पनि पछि होस्, तर विवादमा अल्झिरहनु हुन्न। वार्ताको टेबलमा पुगेको छ, एउटा सहमति भएर जनतालाई एउटा आशावादी बनाऊँ। अब जेठ 15 आउँदैछ होइन, संविधान कि गणतन्त्र दिवस, त्यही दिन संविधान निर्माण भएको दिवस पनि मनाएर दीपावली गर्ने अवस्था आओस्। हामीले भनेको त्यति मात्र, हामी अवरोधक चाहिँ होइन। हुन्छ, हामी कार्यक्रमको अन्तमा छौँ। तपाईँ एकजना युवा नेता हुनुहुन्छ नेकपा माओवादीको होइन, रेडियो सुनेर बस्ने आम श्रोता हुनुहुन्छ, उहाँलाई एउटा विश्वास जागोस्, संविधान कहिले आउँछ? देवराजी, मैले ज्योतिषीले चाहिँ यही दिन यसै गरी आउला भनेर भन्न सक्ने अवस्था चाहिँ छैन। नेपालको राजनीतिमा चाहिँ बडे ज्योतिषहरू पनि फेल हुन्छन् हेर्नु होइन, त्यो अवस्था चाहिँ छ। एक दिन चाहिँ अब कुरो मिलो जस्तो हुन्छ, अलि आशाको सञ्चार हुन्छ नेपाली जनतामा, भोलिपल्ट फेरि कुरो बिग्रिन्छ। त्यस्ता वार्ता धेरै भए, बिना निष्कर्षका वार्ता अझै कति होलान्। यसो हेर्दाखेरि सिनारियो, पोलिटिकल सिनारियो हेर्दा त्यति सजिलै दलहरूले मान्ने अब सहमतिमा आउने सम्भावना छैन। अलिअलि घमण्ड छ, सबैमा छ। त्यो घमण्ड अब सडकमा गएर टाउको फुटाएर पोखिने हो कि अथवा त्यो रियलाइजेसन वार्ताको टेबलमा बसेर एकले अर्काको भावना बुझ्ने, एकले अर्काप्रति सम्मान गर्ने, एकले अर्काको अस्तित्व स्वीकार्ने ढङ्गबाट
चाहिँ वार्ताको टेबलमा बसे भने नमिल्ने कुरा पनि मैले केही देखाएको छैन। धेरै अब विवादित विषय पनि छैनन्, सामान्य जुङ्गाको लडाईँ, अलि सत्ता समीकरणका कुरा नै होलान्, भोलि को प्रधानमन्त्री बन्ने, को सभामुख बन्ने, को राष्ट्रपति बन्ने भन्ने कुरा नै होलान्। र यस्ता कुरा चाहिँ प्राविधिक कुरा हुन्, सहायक कुरा हुन्। मैले चाहिँ संविधानको अन्तर्वस्तुमा चाहिँ बसेर निष्कर्ष निकाल्न सकिन्छ। म चाहिँ व्यक्तिगत रूपमा आशावादी छु। जेठ 15 अहिले नेताहरूले अस्ति माधव नेपालले पनि भन्नुभयो, हिजो देउबाले पनि कता पश्चिमतिर गएर भन्नुभयो, बाबुराम भट्टराईले योभन्दा 1-1.5 महिना अगाडि एउटा कार्यक्रममा चाहिँ अब अहिले त नबन्ने माग आस्था त्यसै टरिहाल्यो। अब जेठ 15लाई चाहिँ हामीले एउटा टार्गेट बनाएर संविधान दिन सक्नुपर्छ भन्नुभएको थियो। भन्दा नेताहरूको बोली ठ्याक्क मिल्न गएको छ जेठ 15 भनेर। मलाई पनि के विश्वास छ भने अब जतिसुकै भए पनि भोलि माओवादी मोर्चाले आन्दोलन गर्ला, ठुलो क्षति पनि होला, धनजनकै क्षति होला। माओवादी आखिरमा फेरि वार्ताकै टेबलमा पुग्यो, बलियो भएर पुग्ला अथवा कमजोर भएर पुग्ला, वार्ताको टेबलमा त पुग्नै पर्छ। बलियो भएर पुग्दा अलिकति उसका बार्गेनिङ पावर बढ्ला, कमजोर भयो अथवा आन्दोलन चाहिँ दबाएर चाहिँ सिद्ध्याउने गरी सत्ताले चाहिँ त्यस्तो गरेछ भने कमजोर होला, उसको कुरा सुन्नै परेन, माओवादी सिद्धिने कुरा हुन्छ। तर नेपालको इतिहास हेर्नु होला, सङ्घर्ष आन्दोलन क्रान्तिबाट कोही पनि सिद्धिया छैन। त्यसले त त्यो त झन् आफ्नो जनताले चाहिँ आफ्नो मागलाई जनादेशको माध्यमबाट सडकबाट पुरा गर्ने कुरा हुन्छन्। त्यसैले म आशावादी छु जेठ 15 गते भित्रै आओस्, प्रयत्न गरौँ। हामीले सबैले सकारात्मक सोचका साथ प्रयत्न गरियो भने सम्भव छ। हामी यो कार्यक्रमलाई बिट मार्ने अवस्थामा पुगिसकेका छौँ, निर्धारित समय सकिन लागिसकेको छ। आशा गरौँ तपाईँले भनेको जस्तै चाँडै नै जेठ 15 भित्रै अझ भनौँ संविधान नेपाली जनताले पाउन्, त्यो कामना पनि गरौँ। र हामीलाई समय दिनुभयो त्यसका लागि तपाईँलाई हामी रेडियो परिवारको तर्फबाट हार्दिक धन्यवाद दिन्छौँ। हुन्छ देवराजी, यहाँलाई पनि अनि रेडियो स्टेसनका साथीलाई, रेडियो सुनिरहनु हुने प्रिय श्रोता महानुभावहरूलाई पनि केही कुरा राख्न दिनुभएकोमा तपाईँलाई र सुन्ने श्रोताहरूलाई धेरै धेरै धन्यवाद। हस्त आदरणीय श्रोता मित्र, आज हामीसँग कार्यक्रम चर्चा परिचर्चामा हुनुहुन्थ्यो नेकपा माओवादीका युवा नेता प्रहलाद लामिछाने। उहाँसँग हामीले अहिलेको राजनीतिक विषयमा केही कुराकानी गर्यौं।